राजेश हमाललाई फिल्म चलाउन हल हल दौडिनु पर्ने अवस्था आयो भनेर नि कमेन्टहरू आइरहेको हुन्छ नि राज दाइ, त्यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? विगतमा धेरै चलचित्रहरू गरे, त्यसलाई एक प्रकारले दर्शकहरूले आत्मसात गर्नुभयो, रुचाउनु भयो। तर अहिले त हामी वर्तमानमा छौँ, त्यस कारण नरसिंह अवतारमै छौँ हामी आज। विगतमा पनि काठमाडौँमा हामी विश्वज्योति हल कहिले छुटाउँदैन थियौँ, प्रत्यक्ष जान्थ्यौँ। पोखराको बिन्दवासिनी हामी प्रत्यक्ष जान्थ्यौँ। अनि यता पश्चिमको पनि कुनै न कुनै चलचित्र भवन पश्चिमको पनि जान्थ्यौँ, पूर्वको पनि जान्थ्यौँ। अब मेरो नेक्स्ट फिल्मको टाइटल हुनेछ धेरैजनाको क्रस। राम्रा नराम्रा जस्तै चलचित्र बने तापनि चलचित्र बन्ने क्रम चाहिँ नि जारी नै छ। राम्रा नराम्रा जस्तै चलचित्र बने तापनि चलचित्र बन्ने क्रम चाहिँ नि जारी नै छ। यहाँहरू सबैलाई एकदमै धन्यवाद। अनि हाम्रो मलाई माइक दिने व्यक्ति खै कहाँ जानुभयो? मलाई माइक दिने व्यक्ति उहाँ हुनुहुन्छ। एकचोटि सबैजना मिलेर हेऱ्यो भने त माइक बित्नु भन्छ। हेर तपाईँमा कतिको जोस रहेछ। ऊर्जा चाहिँ भरपूर छ है। उहाँ त एकदम पुरानो मित्र भइसक्नुभयो। हेर्नुहोस् तपाईँहरू सबै, उहाँले मलाई अस्ति भेटेर मेरो फिल्म त नहेरी भएन भनेर भन्नुभयो होइन? अनि हेर्न आउनुभयो। पहिला पनि त हेर्नु भएको थियो होला नि? मैले हजुरको फिल्म आई थिङ्क एकदमै अलि धेरै वर्ष अगाडि मात्रै हेरेको थिएँ होला, पछिल्लो समय खासै हेरेको चाहिँ छैन। मैले पनि यो कमर्सियल मुभी चाहिँ मैले धेरै पछि नेपाली मुभी हेरेको। मलाई एकदमै इन्ट्रेस्टिङ, एकदमै रमाइलो लाग्यो। प्लट वाज भेरी गुड, सस्पेन्स आउटस्ट्यान्डिङ, एकदमै रमाइलो भयो हामीलाई त। हामी पूर्व पश्चिम पनि हामी त्यही हेतुले गएका थियौँ, ताकि विभिन्न ठाउँमा चाहिँ दर्शकहरूसँग प्रत्यक्ष भेटघाट होस्, उहाँहरूसँग केही अन्तर्क्रिया होस्, उहाँहरूको मनसाय चाहिँ नि बुझ्ने चाहिँ नि एउटा मौका मिलोस् भनेर गएका थियौँ। र आजको राइजिङ मलमा पनि त्यही नै भयो। मजा आयो। उहाँहरूको चाहिँ एक्साइटमेन्ट, उहाँहरूको एनर्जी देखेर एकदमै रमाइलो भयो। शकुन्तला पछि तपाईँको एक किसिमको मेन्टालिटी एक किसिमको थियो, त्यसपछि तपाईँ एक किसिमले चाहिँ एकदम चुनौती मोलेर तपाईँ कमब्याक गर्नुभयो। त्यो कमब्याक गर्दाखेरिको एक किसिमको तपाईँको सोच थियो, तर जुन दर्शकहरूको माया पछिको अहिलेको सोच कतिको परिवर्तित छ, कति फिल्म गर्नु पर्ला जस्तो छ होइन? पहिला जतिको एकदमै रफ्तारमा नगरे पनि एउटा इन्टरभलमा चाहिँ केही चलचित्रहरू अवश्य पनि गर्नु पर्ला। विभिन्न कथावस्तुमा दर्शकहरूको उत्साह देखेर मलाई अत्यन्त नै रमाइलो पनि लाग्यो र विगतका सम्झना पनि आयो। विगतमा अलिकति चलचित्र भवनको तौतरिका अलिकति फरक भए तापनि विगतमा पनि हामी विभिन्न स्थानमा जान्थ्यौँ कि प्रत्यक्ष दर्शकहरूसँग भेट्न है। पोखरा भयो, पूर्व भयो। अहिले पनि यसरी प्रत्यक्ष दर्शकहरूसँग भेट्दाखेरि विशेष गरिकन चलचित्रलाई लिएर भेट्दाखेरि चाहिँ फेरि त्यो पुरानो सम्झनाहरू पनि आयो, रमाइलो भयो। भनेको पुरानो सम्झना त हो, तर के चिज चाहिँ आयो भन्ने कुरा त्यही दर्शकहरूको उत्साह त्यही लेभलमा देखियो होइन? उहाँहरूको एनर्जी त्यही लेभलमा छ। एउटा समय त बितिसकेको छ, एउटा उमेरमा पनि आइसकेको छु, तर दर्शकहरूको चाहिँ नि ऊर्जा चाहिँ नि त्यही छ। र सबै उमेरका दर्शकहरू, अब साथै भनौँ न उमेर पुगेका पाका बुवा आमाहरू पनि आउनुभयो, सानसाना भाइ बहिनीहरू पनि आउनुभयो र सबैलाई चाहिँ चलचित्र हेर्दाखेरि एकदमै उहाँहरू उत्साहित पनि हुनुभयो र प्रत्यक्ष भेटघाट गर्दाखेरि त झनै अत्यन्तै नै रमाइलो भयो। सबै समूहसँग, सबै उमेरका व्यक्तिहरूसँग
उहाँहरूले यसरी आत्मसात गरिदिएको देख्दाखेरि एकदमै खुसी लाग्यो। आफ्ना सन्तानहरू त सबैलाई बराबर माया लाग्छ, उत्तिकै लाग्छ होइन। तर 300वटा तपाईँका सन्तान छन्, त्यसमध्ये चाहिँ यो नरसिंह अवतार जन्मको हिसाबले कान्छो सन्तान हुन्, तर कति ऱ्याङ्किङ गर्नु पर्यो भने कहाँनिर फरक छ? होइन, मान्छेले जहिले पनि वर्तमानमा सोच्नुपर्छ क्या, हामी वर्तमानमा जिउनुपर्छ। विगतमा धेरै चलचित्रहरू गरे, त्यसलाई एक प्रकारले दर्शकहरूले आत्मसात गर्नुभयो, रुचाउनु भयो, तर अहिले त हामी वर्तमानमा छौँ। त्यस कारण नरसिंह अवतारमै छौँ हामी आज। राजले यो नरसिंह अवतारको टाइममा जसरी तपाईँ यसरी हल भिजिट गरिराख्नु भएको छ होइन, त्यो उता आउट अफ भ्याली पनि गइराख्नु भएको छ, पहिलोचोटि होला है तपाईँको यसरी घुमिराख्नु भएको चाहिँ? होइन, विगतमा पनि हामी जान्थ्यौँ, विगतमा पनि हाम्रो चलचित्रहरू रिलिज हुँदा अहिलेको व्यक्तिलाई लाग्छ कि खालि अहिलेको प्रचार गर्दाखेरि मात्रै विभिन्न हलहरूमा जाने भनेर, तर विगतमा पनि काठमाडौँमा हामी विश्वज्योति हल कहिले छुटाउँदैनथ्यौँ, प्रत्यक्ष जान्थ्यौँ। पोखराको बिन्दवासी नै हामी प्रत्यक्ष जान्थ्यौँ। अनि यता पश्चिमको पनि कुनै न कुनै चलचित्र भवन पश्चिमको पनि जान्थ्यौँ, पूर्वको पनि जान्थ्यौँ। त्यस कारण त्यति फरक छैन। अब अलिकति फरक अहिले के भएको छ भने यो मल्टिप्लेक्सले गर्दाखेरि चाहिँ धेरै किसिमको धेरै हलहरू चाहिँ भएको छ। धेरै हल भनेको सानसानो हल धेरैहरू भयो। त्यो बेलामा चाहिँ नि अब ठुल्ठुलो क्यापेसिटीको हल हुन्थ्यो, एउटै हलमा 500, 600, 700जना उठाउने। त्यस कारण हरेक क्षेत्रमा हामी जान्थ्यौँ। तर अहिले सबैले फिल्म मन पराए पनि कहीँ कमेन्ट आइरहेको हुन्छ कि राजेश हमाललाई फिल्म चलाउन हल दौडिनु पर्ने अवस्था आयो भनेर नि कमेन्टहरू आइरहेको हुन्छ नि राजलाई, त्यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? यो त मेरो सौभाग्य पनि हो कि म हलमा गएर आफ्नो चलचित्र मार्फत प्रत्यक्ष दर्शकहरूसँग भेटघाट गर्न पाइरहेको छु। किनकि दर्शकहरूसँग हाम्रो बिरलै भेटघाट हुन्छ। आज पनि देख्नुभयो नि, धेरै दर्शकहरू उत्साहित हुनुभयो देखेर, धेरैजना रमाउनु पनि भयो। किनकि उहाँहरूले हामीलाई अप्रत्यक्ष रूपमा देख्नुहुन्छ होइन, आफ्नो मोबाइलमा, इन्टरनेटमा, टेलिभिजनमा, चलचित्र भवनमा। तर यसरी प्रत्यक्ष भेटघाट बिरलै हुन्छ नि। र यो त सुवर्ण मौका हो कि हाम्रो चलचित्र रिलिज भएको बेलामा हामी सबै ठाउँमा त जान सक्दैनौँ, तर प्रायः हामी अब चलचित्र भवनमा गएर दर्शकहरूको यो उत्साह साटासाट गर्ने, उहाँहरूसँग एउटा आत्मीयता बसाल्ने होइन, र प्रत्यक्ष भेटघाट गर्दाखेरिको अर्कै मजा आउँछ नि। एक किसिमको सम्झना पनि रहिरहन्छ, मलाई पनि आनन्द आउँछ। र यही मौकामा तपाईँहरूसँग पनि भेट हुन्छ प्रत्यक्ष, तपाईँ कति खुसी हुनुभयो होला हेर्नुहोस्, हाँसे हुनुहुन्छ भनेपछि दर्शक कति खुसी हुनुभयो होला। त्यही भएर अनि तपाईँको फिल्म हेरिसकेपछि अनलाइनतिर न्युजहरू आएको चाहिँ खसीको टाउकोमा बाख्राको मासु भने जस्तो न्युजहरू पनि टाइटलहरू आइरहेको थियो, हेर्नु भएको छ कि छैन होइन? त्यसकोलाई चाहिँ तपाईँको प्रतिक्रिया कस्तो छ? अब 100% सबै राम्रै छ, राम्रो हो, तपाईँको गजब छ मात्र त कहाँ आउँछ? त्यो त आउँदैन होइन। त्यो त स्वाभाविक पनि हो। र त्यस्तो प्रतिक्रिया आएकोमा त्यति दुःख पनि लाग्दैन, किनकि प्रतिक्रिया बहुसङ्ख्यकले के भनिरहेको छ भने होइन, कोही व्यक्तिलाई विभिन्न किसिमको प्रतिक्रियाहरू दिन मन लाग्छ। त्यो प्रतिक्रियालाई पनि हामीले आत्मसात गर्नुपर्छ, सुन्नुपर्छ होइन। त्यसलाई एकदमै नमिठो मान्ने, त्यो आयो भने किन आयो भने रिसाउने, त्यो त असाध्यै स्वतन्त्र क्षेत्र हो नि हाम्रो होइन। अझ हामी चलचित्र कर्मीहरू, हामी सृजनशील व्यक्तिहरूको अभिव्यक्तिको चाहिँ नि असाध्यै दायरा एकदम फराकिलो होस् भन्ने चाहन्छौँ। त्यस कारण हर कोहीलाई आफ्नो आफ्नो अभिव्यक्ति दिनु पाउनुहुन्छ। अभिव्यक्ति हेरेर हामीले केही आफूलाई सुधार्न पनि सक्छौँ, पाठ पनि लिन सक्छौँ, प्रशंसाहरू पनि आउँछ। प्रशंसा मात्रै आओस् भन्ने अपेक्षा पनि त हुँदैन, हुन्छ र? म त छु। अब यो त मैले स्क्रिप्टमै सुनेको होइन, किनकि यसलाई अब चलचित्र निर्माण भइसकेपछि यहाँ यस्तो भइदियो हुन्थ्यो, त्यहाँ त्यस्तो भइदियो हुन्थ्यो भन्ने त स्वाभाविक हो, जो लाग्नु पनि सक्छ होइन। तर हामीले निर्माण कालमा चाहिँ यसलाई सबैभन्दा ध्यान केमा दियौँ भने चलचित्र, सम्पूर्ण चलचित्रको कथावस्तु कस्तो छ, कथा कसरी पुगिरहेको छ, सुरुवात कसरी भएको छ, बिचमा कस्तो छ, एन्डिङ कस्तो भएको छ भने त्यसलाई ध्यान दियौँ। अब एकचोटि चाहिँ प्रदर्शन भइसकेपछि कसैलाई होइन यसरी लगाए हुने, यो पात्रलाई यस्तो गरे हुने, त्यो पात्रलाई यस्तो गरे हुने भन्ने लाग्नु त स्वाभाविक हो नि। त्यो त हामीलाई आगामी चलचित्रको लागि पनि एउटा पाठ त हुन्छ नि। तर समग्रमा चाहिँ म असाध्यै खुसी छु, सन्तुष्ट छु। चलचित्र राम्रो बनेको छ, विभिन्न विषयवस्तु समेटेको चलचित्र बनेको छ। धेरै राम्रो प्रतिक्रिया मैले पाएको छु। व्यक्तिहरूले मलाई
मेसेज गरेर भन्नुभएको छ यो कमर्सियल फिल्म हुँदाहुँदै पनि एउटा मनोरञ्जनात्मक फिल्म हुँदाहुँदै पनि अहिलेको समसामयिक विषयवस्तुहरू यसमा समेटिएको छ चाहे राजनीतिको उतार चढाव होस् चाहे व्यापारको होस् होइन चाहे विभिन्न किसिमको चाहिँ डन गुन्डागिरीहरूको होस् त्यो चाहिँ कहीँ न कहीँ अहिलेकै समसामयिक विषयवस्तु नै समेटिएको छ पारिवारिक माहौल पनि छ मायाप्रीतिका कुराहरू पनि छन् मायाप्रीति भन्नुकै हाँस्नु चाहिँ किन मायाप्रीति भन्ने बित्तिकै होइन हाँस्न नपाउने मायाप्रीति भन्ने बित्तिकै तपाईँ धेरैजनाको पहिलो प्रेम हो नि त त्यही भएर हो र बाफ रे अब मेरो के थाहा मेरो सानोमा नि तपाईँ हाम्रो क्रस हुनुहुन्थ्यो होइन मायाप्रीतिको कुरा सुन्दाखेरि अनि रमाइलो लागिहाल्छ ल अब मेरो नेक्स्ट फिल्मको टाइटल हुनेछ धेरैजनाको क्रस सबैको पहिलो प्रेम धेरैजनाको पहिलो प्रेम सरी तपाईँसँग भेट भयो भए तपाईँ नै हुनुहुन्थ्यो तर तपाईँसँग भेट भएन पहिला पनि हलहरू भिजिट गर्दाखेरि होइन फेरि त्यो क्रममा चाहिँ कसैले प्रेम प्रस्ताव चाहिँ राख्नु भएको छ कि छैन हलैमा अनि घरै जान्छु भन्नुभएको छ कि छैन होइन यस्तो कुराहरू त सबै खुलाउनु भएन नि एउटा कुरा के हुन्छ भने हेर्नुहोस् कसैले यस्तो कुराहरू प्रस्ताव राखेको मायाप्रीतिको कुरा हो तर यो मायाप्रीतिको कुराहरू होइन कसैको भावनाको कुरा हो नि त अरूको भावनाको कुरालाई त मैले अहिले एकदमै ताछुल्ला पारेर यहाँ खोलेर चाहिँ नि हाँसो त बनाउनु भएन त्यस कारण त्यस्तो भएको छ तर त्यो चाहिँ नि त्यो बेला सम्बन्धित व्यक्तिहरूको लागि चाहिँ एउटा भावनात्मक कुराहरू हो नि त होइन त्यसको हामी कदर गरौँ न होइन तपाईँले युगदेखि युगसम्मको यात्रा र होइन अहिले तपाईँको यो नर्सिङमा आइरहँदाखेरि यो देश दौडा तपाईँ हिँडिरहनु भएको छ त्यो हेर्दाखेरि चाहिँ तपाईँको युगदेखि युगसम्म हेर्ने दर्शक र अहिलेको नर्सिङमा हेर्ने दर्शकहरू तपाईँले एकमुष्ट रूपमा तपाईँले भेट्नुभयो कि भएन तपाईँलाई कस्तो प्रतिक्रिया आयो दर्शकहरू भेटेँ नि आजकै यो सोमा पनि एकजना व्यक्ति आउनु भएको थियो फोटो लिएर दाइ तपाईँसँग मैले 18 वर्ष अगाडि खिचेको फोटो यो हो अब फेरि आज पनि अर्को एउटा फोटो खिच्न चाहन्छु भनेर भन्नुभयो त्यस कारण धेरै त्यस्ता दर्शक पनि आउनु भएको छ र अझ खुसीको कुरा धेरै दर्शकहरू जो मेरो चलचित्र भवनमा नहेरेको दर्शकहरू पनि आउनु भएको छ जो चाहिँ नि मबाट परिचित हुनुहुन्छ अब तपाईँहरूकै मिडिया मार्फत युट्युब मार्फत मैले टेलिभिजन कार्यक्रमहरू पनि गर्छु होइन युट्युबहरूमा मेरो पुरानो फिल्म पनि हेर्नुहुन्छ होला तर धेरै दर्शक यस्तो पनि हुनुहुन्छ जसलाई चाहिँ नि एक्चुअली चलचित्र भवनमा गएर मेरो चलचित्र हेरेको अनुभव नभएको दर्शकहरूले पनि त्यो चलचित्र हेर्नु भएको छ त्यो चाहिँ नि एउटा नौलो एक्सपिरियन्स खुसीको कुरा होइन साक्षीलाई नै सोधौँ न कस्तो भइरहेछ तपाईँको चाहिँ एक्सपिरियन्स कस्तो भइरहेछ कस्तो लागिरहेछ तपाईँलाई चाहिँ होइन मलाई त एकदमै रमाइलो लागिरहेछ अहिले चाहिँ होइन दाइसँग यसरी हिँडिरहेको छन् दर्शकहरूले हाम्रो काम मन पराएर राख्नु भएको छ होइन सबैजनाले हामीसँग चियर गरिरहनु भएको छ अब होइन देश दौडामा छौँ हामी अब पूर्वदेखि पश्चिमसम्म सँगै दाइक सँगसँगै हामी आइसक्यौँ भनेपछि सबैको प्रतिक्रिया राम्रो पाउँदाखेरि अभियसली खुसी लाग्ने भइहाल्यो होइन दोस्रो पुस्ता हुनुहुन्छ होइन तपाईँले कस्तो अनुभव चाहिँ पाउनुभयो यो जुन फिल्मको जुन हिसाबले तपाईँ नरसिंहमाको देश दौडा गर्दाखेरि चाहिँ महानायकसँगै हिँड्दाखेरि चाहिँ तपाईँलाई कस्तो अनुभव भयो यस्तो जवान ऊर्जनशील व्यक्तिसँग कसरी म हिँडिरहेको छु भने जस्तो लाग्यो मलाई मेरो जवानी कहिले आउने हो होइन तपाईँ त आफै पनि महानायक हुनुहुन्छ तपाईँ जुन हिसाबले देश दौडा हिँडिरहँदाखेरि चाहिँ अडियन्सको उहाँलाई चाहिँ कस्तो माया कस्तो पाउनुभयो उहाँले उहाँको कलाकारितामा के गर्नु अझ राम्रो सुनिन्छ होइन उहाँप्रति प्रतिक्रिया असाध्यै राम्रो छ आज पनि त्यहाँ दर्शकहरूले भनिरहनु भएको छ उहाँले एक त यो चलचित्रमा असाध्यै मेहनत पनि गर्नुभयो र एज ए कलाकार उहाँले विभिन्न पक्ष पनि यसमा चाहिँ नि प्रदर्शन गर्नुभएको छ चाहे त्यो एक्सन्स होस् इमोसन्सहरू होस् होइन फ्यामिली ड्रामा सबै देखाउनु भएको छ त्यस कारण दर्शकहरूले उहाँलाई असाध्यै यो फिल्म हेर्ने बित्तिकै एकदमै नोटिस गर्नुभयो क्या अब एकजनाले त कराउनु पनि भयो मैले भने उहाँको त असाध्यै राम्रो कलाकारिता गर्ने कलाकार भन्दाखेरि राम्रो मात्रै होइन ह्यान्डसम पनि हुनुहुँदो रहेछ हेर्नुहोस् है अडियन्सको त्यस्तै रिभ्यू आउँछ भनेर हिरोइन चाहिँ नलेखन आउनु भयो हजुरहरू दुवैजनाले के हो तपाईँहरू जस्तो सुन्दरी आउनुहुन्छ भनेर हिरोइन बनेर आएको भाउजूलाई चाहिँ फिल्म देखाउनु भयो कि भएन उसलाई देखायौँ मैले हामीले चाहिँ प्राइभेटली गएर हेरेको थियौँ उसलाई राम्रो लाग्यो अब राम्रो लाग्यो अब चलचित्रहरू हेर्दाखेरि अब सृजनाको कुराहरू हेर्दाखेरि अलिकति केही टिका टिप्पणी त हुन स्वाभाविक हो नि होइन त्यो हामी बिच पनि हुन्छ अहिले पनि हुन्छ हामीलाई चलचित्र मन पऱ्यो भने किनकि हामी त सृजनशील व्यक्ति हो आफ्नो कामबाट त हामीलाई कहिले पनि हामीले यो भन्दैनौँ कि हामी एकदम 100% सन्तुष्ट छौँ यो नै अन्तिम हो भनेर भन्दैनौँ जतिसुकै दर्शकले रुचाए पनि
हामीहरू अझ सुधार्नुपर्छ, अझ राम्रो गर्नुपर्छ होइन। नेक्स्ट चलचित्रलाई अझको कसरी राम्रो परिष्कृत बनाउने भन्ने त भइ नै रहन्छ नि। समयअनुसार जनसङ्ख्या पनि बढ्दै जान्छ। तपाईँले लामो समय फिल्म खेल्नु भएकोले अहिलेको जनसङ्ख्या, त्यति बेलाको जनसङ्ख्या र त्यति बेलाको फिल्मप्रतिको माया र अहिलेको फिल्मप्रतिको मायालाई हेर्ने हो भने, दाच्ने हो भने चाहिँ नेपाली समग्र, तपाईँको मात्रै होइन, समग्र नेपाली फिल्मप्रतिको माया चाहिँ बढ्दो छ कि उस्तै उस्तै छ? होइन, नेपाली चलचित्रको सुखद पक्ष चाहिँ नि के हो भने राम्रा नराम्रा जस्तै चलचित्र बने तापनि चलचित्र बन्ने क्रम चाहिँ नि जारी नै छ कि हामी एउटा रफ्तारमा चाहिँ नि छौँ, त्यो चाहिँ नि सुखद पक्ष हो। अब अर्को चाहिँ नि के हो भने आजको बिन्दुसम्म आइपुग्दाखेरि चलचित्र हेर्ने संस्कृतिमा चाहिँ नि केही परिवर्तन त आएको छ नि। अब पहिला मैले सुरुवातमा चलचित्र गर्दाखेरि चल्ने चित्र हेर्नको लागि चलचित्र भवनै जानु पर्थ्यो दर्शकहरूलाई, अरू कुनै पनि माध्यम थिएन होइन। अब आजको घडीमा त तपाईँको हातमा चलचित्र छ, हरेक व्यक्तिको हातमा उहाँहरूले चलचित्र मात्रै उहाँहरूको हातमा छैन, उहाँहरू आफै पनि विभिन्न किसिमको सामग्रीहरू बनाइरहनु भएको छ, एक्टिङ गरिरहनु भएको छ, डान्स गरिरहनु भएको छ, म्युजिक राखिरहनु भएको छ होइन। त्यसैले चलचित्रको संस्कृतिमा चाहिँ नि परिवर्तन आयो। पहिला जस्तो चलचित्र हेर्न जाने भनेपछि त एउटा उत्सव, एउटा बेग्लै किसिमको चाहिँ नि माहौल हुन्थ्यो। अहिले चाहिँ नि एक्चुअली चलचित्र राम्रोसँग प्रस्तुत गरिएको छ, राम्रोसँग निर्माण गरिएको छ भने दर्शकलाई आकर्षित गर्छ। तर खालि चलचित्र मात्रै हेर्नको लागि चाहिँ दर्शकहरू त्यति उत्साहित हुनुहुन्न, किनकि उहाँहरूको हातमा चलचित्र छ होइन। आफै पनि जानकार हुनुहुन्छ चलचित्र कसरी बनाउने, कसरी गर्ने, नाच्ने कसरी। अहिले त टिकटकले छ घर घरमा, नातिबाट हजुरआमा हजुरबुवासम्म चाहिँ नि कलाकार बन्नुभएको छ। त्यस कारण आजको संस्कृति अलिकति फरक छ, हामीलाई अझ थप चुनौती छ। अब सबैजना कलाकार हुने, सबैजना डान्स गरेपछि त हामी जो प्रोफेसनली लागेको छौँ अलिकति उत्कृष्ट त हुनु पर्यो, हाम्रो काममा अझ निखार आउनु पर्यो, अझै परिमार्जित हुनु पर्यो। ओके, अन्तिम प्रश्न राज दाइलाई एउटा के छ भने तपाईँको जति पनि फ्यानहरू हुनुहुन्थ्यो कहिले राज हमालको फिल्म आउला भनेर वेटिङमा हुनुहुन्थ्यो, फाइनली फिल्म पनि आइसकेको छ। अब जुन नजर थियो महानायकप्रति फ्यानहरूको, महानायकको फिल्म भनेर त्यो नजर अझ बढे जस्तो लाग्छ कि कम भयो जस्तो लाग्छ तपाईँलाई? होइन, चलचित्रको एउटा जटिलता के छ भने यही सामग्री नै दर्शकहरूलाई एकदमै मनपर्छ, आफूले अभिनय गरेपछि सबै कुराहरू चाहिँ ठिक हुन्छ भनेर चाहिँ ठोक्काको साथ भन्न सकिँदैन। तर अहिले मैले के पाएँ भने बहुसङ्ख्यक दर्शकहरूले जतिले पनि नरसिंह अवतार हेर्नुभयो उहाँहरू मेरो कामदेखि, चलचित्रदेखि चाहिँ सन्तुष्टि हुनुहुन्छ, किनकि हरेक हलमा जाँदाखेरि दर्शकहरूसँग प्रत्यक्ष भेट गर्दाखेरि उहाँहरूले प्रशंसा नै दिनुहुन्छ होइन। कुनै व्यक्तिले पनि मलाई भन्नुभएको छैन कि राजुजी तपाईँले यो कमब्याक गर्दाखेरि किन यस्तो चलचित्र रोज्नुभयो भनेर चाहिँ भन्नुभएको छ। हामी धेरै चलचित्र भवनहरूमा गयौँ जहाँ हाउसफुल पनि थियो, त्यतिका दर्शकहरू सबै त्यतिकै उत्साहित भएको छ। हामीले बुझ्नु चाहिँ त्यही हो होइन। विभिन्न किसिमको प्रतिक्रियाहरू पाउँदै गर्दाखेरि चाहिँ कहिले पनि कमब्याक ढिला गरिन्छ जस्तो फिल चाहिँ भयो कि भएन आजसम्म आइपुग्दाखेरि? भएको छैन। अब हिन्दीमा भन्छ नि समय से पहले और भाग्य से अधिक कुछ नहीं मिलता है भने जस्तो समयभन्दा अगाडि र भाग्यभन्दा अगाडि केही पनि हुँदैन। जे कुरा भइरहेछ त्यो समयमै भइरहेछ। त्यही भएर राज दाइको बच्चा पनि समय आएपछि नै हुन्छ। हो, त्यसको लागि समय आएको छैन। थ्याङ्क यू सो मच। शुभकामना।